चाड हस्पिटलमा बेटर राम्रो चिज भनेको मह्म। एउटा कस्तो भन्छ नि एसेम्ब्ली पोइन्ट भन्छ, त्यो हस्पिटल भरि भएका मान्छे बाहिर निक्लेर उभिने ठाउँ छ कि छैन, फायर ब्रिगेडसँग एससी सिभिलसँगै नजिकै राम्रै छ, रोड पनि एससी पनि राम्रो छ होइन, राम्रो पक्षहरू पनि छन् होइन। तिनवटा एस्पेक्टलाई राखेको कुरामा हेर्दाखेरि त्यसले अर्को कुरा के भन्छ भन्दाखेरि आग लाग्दा मात्रै तान्न पर्ने कुरा हो नि त, वाटर होस रिल भनौँ न, हाइड्रेन्टहरू होइन, त्यो चिजहरू फायरको सेफ्टीको लागि तपाईँले राख्नुभयो, तपाईँले आग लाग्दा चाहिँ प्रयोग गर्ने भनेर बनाउनु भयो, तर आग लागि त वर्षौँसम्म नलाग्न पनि सक्छ नि, इन्सिडेन्ट कति बेला घट्छ कसलाई थाहा छ। जस्तै आज 1 वर्ष लागेन 2 वर्ष लागेन तपाईँले त चलाउनु हुँदैन, जब लाग्छ नि त्यति बेला नचलाउन सक्छ। त्यो भएर स्ट्यान्डर्डले के भन्छ भने हरेक वर्ष तपाईँले त्यसलाई ड्रिल गर्नुपर्छ, प्र्याक्टिस गर्नुपर्छ, होस्टिल सबै निकाल्नुपर्छ, तपाईँले वाटर रिजर्भेसनको मोटर चलाउनुपर्छ होइन, त्यस्तो प्र्याक्टिस चाहिँ गर्नुपर्छ। झ्याप्पै आएर चाहिँ धेरै क्षति हुनुभन्दा त्यो चाहिँ गर्नुपर्छ।